हामीमध्ये 90% मानिसहरू आफ्नो पैसा बैंकमा राख्छौँ। हामीलाई लाग्छ त्यहाँ पैसा सबैभन्दा सुरक्षित हुन्छ। तर वास्तविकता यो हो कि बैंकले त्यही पैसा अरू मानिसहरूलाई ऋणको रूपमा दिएर राम्रो नाफा कमाउँछ। अर्थात् तपाईँको पैसा उनीहरूका लागि दिनरात काम गरिरहेको हुन्छ र तपाईँलाई भने थोरै ब्याज मात्र दिइन्छ। बैंकमा पैसा राख्नु गलत होइन, तर यदि तपाईँको सबै कमाइ बचत खातामै छ भने तपाईँ वास्तवमा आफ्नो पैसाको वास्तविक शक्ति गुमाइरहनु भएको छ। त्यसैले पैसा बढ्ने एसेटमा लगानी गर्नु अझ राम्रो हुन्छ, जसले पैसालाई सुरक्षित राख्नुका साथै समयसँगै बढाउँछ। आजको यस भिडियोमा म तपाईँलाई 10 वटा यस्ता एसेटको बारेमा बताउने छु जसले समयसँगै तपाईँको पैसालाई बढाउन सक्छ र तपाईँलाई आर्थिक स्वतन्त्रताको नजिक पुर्याउँछ। सबैभन्दा राम्रो कुरा के हो भने यी सबै बनाउन करोडपति हुनु पर्दैन, सही समझ र सुरुवात मात्र चाहिन्छ। सबैभन्दा पहिले जानौँ कि एसेट र लायबिलिटी आखिर के हुन्। सरल भाषामा बुझ्ने हो भने एसेट त्यो चिज हो जसले तपाईँको खल्तीमा पैसा हाल्छ वा जसको मूल्य समयसँगै बढ्दै जान्छ। उदाहरणको लागि भाडामा दिएको घर र राम्रो रिटर्न दिने इन्भेस्टमेन्ट। र अर्कोतर्फ लायबिलिटी भनेको त्यस्तो चिज हो जसले तपाईँको खल्तीबाट पैसा निकाल्छ। उदाहरणको लागि महँगो कार, महँगो मोबाइल। तर फरक यति मात्र हो कि धनी मानिसहरूले आफ्नो कमाइको धेरै हिस्सा एसेटमा लगानी गर्छन्, तर मिडल क्लासको धेरै मानिसहरूले लायबिलिटीमा खर्च गर्छन्। त्यसैले धनी मानिस अझ धनी हुँदै जान्छन् र गरिब झन् अझ गरिब हुँदै जान्छन्। अबदेखि हामीले पनि लायबिलिटीमा नभएर एसेटमा इन्भेस्टमेन्ट गर्न सिकौँ। ती मध्येमा पहिलो एसेट छ रियल इस्टेट। रियल इस्टेट वर्षौंदेखि चलिआएको एकदम भरपर्दो अनि लोकप्रिय इन्भेस्टमेन्ट हो। जमिन सीमित छ र जनसङ्ख्या तीव्र गतिमा बढिरहेको छ, त्यसैले गर्दा माग पनि उत्तिकै बढ्दै जान्छ। यदि तपाईँले घर किन्नुभयो र भाडामा दिनुभयो भने मन्थली रूपमा भाडा आउँछ र प्यासिभ इन्कम जेनेरेट हुन्छ, अनि सम्पत्तिको मूल्य पनि वर्षेनी बढ्दै जान्छ। यसरी तपाईँले दोहोरो फाइदा पाउनुहुन्छ। एसेट नम्बर 2, स्किल। पैसा कमाउने सबैभन्दा शक्तिशाली एसेट भनेको तपाईँको स्किल हो, जस्तै भिडियो एडिटिङ, ग्राफिक डिजाइन, कोडिङ, मार्केटिङ। राम्रो स्किल कहिल्यै सकिँदैन र कसैले खोज्न पनि सक्दैन। आजको जमानामा अनलाइन कोर्स र इन्टरनेटका कारण नयाँ स्किल सिक्न धेरै सहज भएको छ। यदि तपाईँसँग कुनै एउटा स्पेसिफिक स्किल छ भने पैसा कमाउने धेरै बाटोहरू खुल्छन्। एसेट नम्बर 3, गोल्ड। सुन केवल गहना मात्र होइन, पुस्तौँदेखि गर्दै आएको भरोसायोग्य लगानी हो। समयसँग यसको मूल्य बढ्ने, सजिलै नगदमा बदल्न सकिने र महँगी विरुद्ध सुरक्षा दिने भएकोले यसमा लगानी गर्न उचित हुन्छ। आजभोलि भौतिक सुन बाहेक गोल्ड बोन्ड र डिजिटल गोल्डमा पनि लगानी गर्न सकिन्छ। एसेट नम्बर 4, सेयर मार्केट। सेयर किन्नु भनेको कुनै कम्पनीको सानो हिस्साको मालिक बन्नु हो। यदि कम्पनी नाफामा जान्छ भने सेयरको मूल्य बढ्छ र तपाईँको पैसा पनि बढ्छ। लङ टर्मको लागि धैर्यता राखेर लगानी गर्दा राम्रो मुनाफा पाइन्छ। एसआइपी र म्युचुअल फन्डबाट सानो रकमबाट पनि सुरुवात गर्न सकिन्छ। सेयर मार्केटको बारेमा बुझ्न सिक्न युट्युबमा भएका थुप्रै भिडियोहरू हेरेर सिक्न सकिन्छ। एसेट नम्बर 5, बिजनेस ओनरसिप। जागिरमा तपाईँले समय दिएर महिनाको अन्त्यमा सीमित मात्रामा पैसा कमाउनुहुन्छ, तर व्यवसायमा सिस्टम र टिमले तपाईँको लागि पैसा कमाउँछन्। सानो पसल वा अनलाइन व्यवसाय पनि समयसँगै ठुलो आम्दानीको स्रोत बन्न सक्छ। यसको वृद्धि सीमित हुँदैन, त्यसैले तपाईँले पनि सजिलै थोरै लगानीबाट राम्रोसँग बुझेर सुरु गर्न सक्नुहुन्छ। एसेट नम्बर 6, म्युचुअल फन्ड। म्युचुअल फन्ड एक लङ टर्म इन्भेस्टमेन्ट हो। यसमा तपाईँको पैसा धेरै कम्पनीहरूमा बाँडिन्छ, जोखिम कम हुने र तपाईँको पैसालाई विशेषज्ञले व्यवस्थापन र लगानी गर्छन्, त्यसैले ढुक्कसँग इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ। एसआइपी मार्फत हरेक महिना थोरै रकम लगानी गरेर दीर्घकालीन रूपमा ठुलो रकम बनाउन सकिन्छ। एसेट नम्बर 7, बन्ड। बन्ड भनेको सरकार वा कम्पनीलाई पैसा सापत्ति दिनु हो। यसमा निश्चित ब्याज पाइने, जोखिम कम हुने, स्थिर आम्दानी पाइने र रिटर्न बने सेयरभन्दा कम हुन सक्छ, तर सुरक्षित हुन्छ। एसेट नम्बर 8, डिजिटल एसेट्स। डिजिटल एसेट्स तपाईँले एकचोटि बनाउनु भयो भने यसले तपाईँलाई लङ टर्ममा प्यासिभ इन्कम जेनेरेट गरेर दिन्छ र कम लगानीमा पनि सुरु गर्न सकिन्छ, जस्तै युट्युब च्यानल, सोसियल पेज, इबुक, अनलाइन कोर्स। एसेट नम्बर 9, भेन्चर क्यापिटल। यसलाई सामान्यतया उद्यम पुँजी भनिन्छ।
यो लगानीको एउटा यस्तो रूप हो जहाँ लगानीकर्ताहरूले नयाँ र उच्च वृद्धिको सम्भावना भएका साना व्यवसाय वा स्टार्टअपहरूमा पुँजी प्रवाह गर्छन्। यसमा स्टार्टअपको सुरुवाती चरणमा लगानी गर्नुपर्छ। यदि स्टार्टअप सफल भयो भने लगानी धेरै गुणा बढ्न सक्छ, तर जोखिम पनि उच्च हुन्छ। त्यसैले सोचेर लगानी गर्नुपर्छ। नेपालमा हाल बिजनेस अक्सिजन, डोल्मा इम्प्याक्ट फन्ड र टिम भेन्चर जस्ता संस्थाहरू यस क्षेत्रमा सक्रिय छन्। एसेट नम्बर 10, ई-कमर्स स्टोर। इन्टरनेटको माध्यमबाट सामान वा सेवाहरू खरिद बिक्री गरिने डिजिटल प्लेटफर्म हो ई-कमर्स स्टोर, जहाँ कस्टमरहरूले वेबसाइट वा एपको प्रयोग गरेर घरमै बसी सामान अर्डर गर्न र डिजिटल भुक्तानी गर्न सक्छन्। अनलाइन प्लेटफर्ममा कम खर्चमा व्यवसाय सुरु गर्न सकिन्छ। विश्वभरका ग्राहकहरूसम्म पुग्न सकिन्छ। 24 घण्टा नै बिक्री सम्भव हुन्छ। सुरुमा मेहनत चाहिन्छ, तर पछि प्यासिभ इन्कमको स्रोत बन्न सक्छ। अन्त्यमा यी सबै एसेट्सलाई समराइज गरौँ। रियल इस्टेट, स्किल, गोल, सेयर मार्केट, बिजनेस ओनरसिप, म्युचुअल फन्ड, बन्ड, डिजिटल एसेट्स, भेन्चर क्यापिटल, ई-कमर्स स्टोर। यदि तपाईँ आर्थिक स्वतन्त्रता चाहनुहुन्छ भने पैसा केवल बचत नगर्नुहोस्, बढ्ने एसेटहरूमा लगानी गर्नुहोस् र आफ्नो स्किलमा लगानी गर्न भने नछोड्नुहोस्। समयसँगै सानो सुरुवातले ठुलो परिणाम दिन सक्छ। तपाईँलाई माथिका एसेटमध्ये सबैभन्दा राम्रो कुन लाग्यो कमेन्टमा लेख्नुहोला। यसरी नै फाइनेन्सियल नलेजको बारेमा सिक्न चाहनुहुन्छ भने यस च्यानलमा जोडिन सक्नुहुनेछ र फेरि अर्को भिडियोमा भेटुने बाचा गर्दै छुटिन्छौँ। धन्यवाद।